गाइजहरू हैन यो चाहिँ मेरो मोइस्चराइजर हो। अनि यो चाहिँ मैले डाक्टर सुयोग मैनालीकोमा चाहिँ मेरो फेसलाई चेक गराएर चाहिँ लिएको हो हैन। यसले मेरो फेसलाई सुट गर्छ भनेर भन्नुभयो क्या। अनि त्यसपछि यसको प्राइस पनि एकदमै एक्सपेन्सिभ छ हैन, 3000 रुपिस छ क्या यसको। तर यसले खासै केही नै मेरो फेसलाई रिजल्ट राम्रोसँग दिएन हैन। त्यही भएर मैले यसलाई चाहिँ मोइस्चराइजर सेटाफिलको मोइस्चराइजरमा चाहिँ मैले मिक्स गर्न सोचेँ क्या। अनि त्यसपछि यसलाई चाहिँ सब निकालिदिने हो हैन। ल खासै राम्रोसँग युज गर्न नजानेर हो कि मेरो स्किन अल्टर भएर हो कि राम्रै गरेन क्या, कामै राम्रो गरेन। जतिवटा प्रोडक्ट लगाए पनि हैन, खै के भएको फेस नै नराम्रो भएर होला, हुँदैन क्या हैन। कति यो त सनस्क्रिमहरू त चेन्ज गरिसक्यो हैन। तर भनिन्छ नि 1-2 महिना रिजल्ट आएन भने चेन्ज नगर्नु भनिन्छ, तर नहुने रहेछ क्या। यो पनि अल फिनिस्ड। अनि अब यसको नि काम छैन, सबै डिब्बै डिब्बा भयो नि त। त्यही भएर मैले यसलाई पनि यहीँ घोलेँ। यो त भ्यासलिन धेरै डिब्बाहरू भयो क्या मसँग, डब्बै डब्बा भयो। त्यही भएर सबैलाई एकै ठाउँमा मिक्स गरिदिउँ भनेर हो गाइजहरू। एउटा बिना जा अझै पनि छ है यहाँ। अब चाहिँ अल फिनिस्ड यो पनि। अनि यो गुलाब जलले पनि खासै राम्रो गरेन। यो चाहिँ टोनर हो हैन। यो चाहिँ मैले फाल्टै किनेको, यसलाई पनि यही मिक्स गर्नु पर्यो क्या। यो त बर्तनमा त घटेको खोल्दैन हौ। यो पनि फिनिस। मैले गाइजहरू यहाँ हैन, यसको डिब्बामा चाहिँ मैले कतिवटा मिक्स गरेँ भने यो एउटा भयो, 2टा भयो, 3टा भयो।